अब हामी एक्लो गाउँमा राज गर्नुपर्छ कालु। हो सही कुरा गर्नुभयो राजा। त्यसो भए किन रोकेको? हिँडिहालौँ त। जाम राजा। राजा मलाई ढोकी सम्हाल्नु। ठिक कुरा गरे तिमीले। ल अब जाऊ। अब राजाले सबै कुरा गञ्जनी बाहिर को आएको छ, गएर सुन त। हुन्छ महाराज। के भयो खबरिया? गन्जिना हजुर महाराज। के भन्छ खबरियाले? लुटेरा गाउँबाट गन्जी राजा आएको छ महाराज। के रे, गन्जिदन आएको छ रे? हो महाराज। एक्लै आएको छ कि त्यसको सेना पनि लिएर आएको छ? सेना लिएर आएको छ महाराज। गन्जिदन पो आएको छ? त्यो धेरै वर्ष पहिला मसँग एक्लै आएर लडेको थियो। त्यसलाई मैले कुत्ता जस्तै पिटेर पठाएको थिएँ। अहिले भने फेरि सेना लिएर आएको छ। गन्जिना हिँड अब युद्धको लडाइँमा। हुन्छ महाराज। राजाले जाङ्गे लाएर आछ हो? त राजा। राजा गन्जिदन आउँदैछ। आइसक्यो यो? डनले धोती लाग्छ। हो महाराज। अरे ओ गन्जिदन, तैँले यो धोती लगाएर आएको छस् अहिले? पोहोर त तैँले जाङ्गे लगाएर आएको थिइस्, हारेर गएको थिइस्। अहिले धोती सम्हाल्दै जानिस् त? महाराज हामी त बिल्लाउरे हामी मिलाइले। राजा तैँले पनि जाङ्गे लगाएर आएको छस्। धेरै भयो, धेरै भयो। भिडियो बन्द गर, बन्द गर, बन्द गर भिडियो। भिडियो भइरहेको छ महाराज। साँच्चै हो महाराज। कमेडी छोडिदिउँ, मुद्दामा आइज। ओए सक्सेस भने आइज, भर्खरै सुरु गरौँ लडाइँ। मेरो सेना जाऊ, अब तिम्रो पालो। हुन्छ महाराज। कालुवा हाम्रो बाटिन चजा। हुन्छ राजा। ल आइज चोची। धेरै राम्रो, अझै यस्तो प्रगति गर्नु। यसरी हान्नुभयो राजा। केही छैन। होइन महाराज, म यो गाउँको लागि केही न केही गर्न चाहन्छु, चाहे मेरो ज्यान जाओस्। एकैछिन तिमी आराम गर। अहिले तिमीले तिम्रो पालो पुग्छ। अहिले म यहाँ छुइनँ अरू। जो तिमी आराम गरे। आइज राजा अब फेरि पनि म जान्छु। जा। गन्जिना हजुर महाराज। अब यो तिम्रो शिकार हो। हुन्छ महाराज। मेरो शिकार चाहिँ यो हो। जो यो भुटानी कपाल। मलाई यो कपाल किन चाहिन्छ? मलाई बराबर। उठ। बरु तेरो धोती सम्हालेर थाहा बुझि त्यसपछि आइज। आइज। मसँग भङ्गा लिने होइन बुझिस्?
राजा त मोरो क्या त्यो राजा मोरेकै बेस त्यो राजा अन्त त टोपट्टीवाला राजा सही छ म त म भागेँ म त एक्लो राजालाई चुनौती दिने काम गर्छ सक्छस् भने अर्को जति पनि पुरै जनता लिएर आइज